गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ दिनकै आजभरि बेस्टुसँग घुमेकै छु। आज चाहिँ फर्पिङ गुम्बा जाने क्रममा छन्। मैले चाहिँ एकचोटि नि पढेको छैन, बेस्टले सँगै डोराइरहनु भएको मुठ्ठोमा हालेको छु। मुटु दुईटा दिनकै घुम्दैछ त 3 दिन भइसक्यो। एकदम सन्चै भयो अनि जताततै घुमिरहेको छ। हजुरहरू पनि एकदम सन्चै होला, व्यस्त होला। अनि हामी चाहिँ यहाँ पानी परेर काठमाडौँमा चाहिँ अलि मोटो ज्याकेट लगाएर हिँड्नुपर्ने अवस्था छ। पानी परेछ काठमाडौँमा आज। पानी परेर रोकिएको मौसम यतिको किन बाहिर मैले त पानी परेर कि नाना लाइट परेर हो रमाइलो रहेछ बाहिरको। कालो फेरि पानी पर्यो। के हो यो तामाङनीहरू यस्तो छ। फर्पिङ गुम्बा छिर्ने गेटमा आएर यहाँ सामान किन्न पर्यो। फलफुल पानी पर्यो। फाइनली हामी चाहिँ गुम्बामा आइसक्यो। फाइनली मेरो मुटुको चाहिँ छोरा आइसकेको छ भेट्नलाई। के हो मम्मीको फोटोकपी हो कि क्या? तिमी चाहिँ नजाने भाइ भेट्न? क्युट मान्छे। गयो कस्तो राम्रो फुलबारी रहेछ यहाँ। अनि यो त पिङ्क कलरको गुम्बामा रमाइलो फुलबारी रहेछ। फर्पिङ गुम्बा वारिपारि सबै जङ्गलले ढाकिएको रहेछ। सीसीटीभी होला फेरि यहाँ मलाई गाह्रो होला भिडियो गर्दाखेरि चाहिँ। यस्तो राम्रो रहेछ फर्पिङ गुम्बाको वरिपरि फुलै फुल अनि हरियाली जङ्गल वृक्षारोपण। वाउ अनि झनै हाम्रो लामा बाजे कति राम्रो पो छ। क्युटी सानो हाई गर्नुहोस् हाई। हाम्रो लामा भाइहरू हुनुहुन्छ। कति रमाइलो के कति राम्रो। मेन गुम्बा चाहिँ रहेछ फर्पिङ गुम्बा। आमा छोरा छोरी उत्रै छ फोटो खिचिरहनु भयो। वाउ अरे भन्दा नि यहाँनिरको वातावरण चाहिँ लास्टै राम्रो के वरिपरि जङ्गल।
यता बङ्गो भयो के यहाँ फोटोमा बङ्गो आइरहेछ मान्छे परा भयो कि हामी अगाडि यता चाहिँ आउनु क्या अलिअलि मैले मिलाउनु पर्छ क्या हो मुटु यो गेट कहाँ हो मान्छे कहाँ हो ए हुन्छ जस्तो मान्छे राबी ओले यसरी उठाउनु न राबी नाइज गयो भ्यू चाहिँ राम्रो रहेछ फर्पिङ गुम्बामा जे होस् आनन्द वातावरण गुम्बाको दृश्य एकदम रमाइलो छ यहाँ फर्पिङ गुम्बा हरियाली मेरो मुटुको बिजोक हेर्नु न यहाँ चरा चरा जस्तै बस्नु भयो फोटो खिचेर थाकेको अवस्था बच्चाहरू बस्ने होस्टेल यहाँनिर रहेको छ अनि यता तल मुनिको पनि सबै होस्टेलै रहेछ गुम्बाको यहाँको हरियाली दृश्यसँग रमाउन पाउँदा यस्तो खुसी लागिरहेछ नि कति राम्रो कति राम्रो चाहिँ गुम्बाभित्रबाट निस्केर अब बच्चाहरूको बस्ने रुम हेर्न जाँदैछौँ सबै बच्चाहरूसँग सानो बच्चाहरू बस्ने होस्टेल कस्तो राम्रो छ है सफा अनि दुई तला सानो होला तल होला माथि चाहिँ ठुलो होला रोशन चाहिँ कहाँ सुत्नुहुन्छ तपाईँ चाहिँ कहाँ सुत्ने तिमी चाहिँ तिम्रो त्यहाँ हो सबै यहाँ राख्ने अझै फुटबल खेल्ने पनि हुँदो रहेछ यहाँनिर नि व्यवस्था राम्रोसँग गरेको हुँदो रहेछ रमाइलो आनन्द लामाहरू भनेको सानैदेखि एकदम सरसफै आनन्द हुने रहेछ उनीहरूको लाइफ चाहिँ फर्पिङ गुम्बा चाहिँ एकदम राम्रो रहेछ है बालबालिकाहरूको लागि हजुर कति रमाइलो यहाँनिर त झुल राखेर आनन्द तिमी कहाँबाट भाइ घर कहाँ हो तिम्रो ओखलढुङ्गा हो यस्तो रमाइलो आनन्द पट्याएर कति मजाले राखेको हौ बेच्न पनि यति राम्रो राख्दैन होला विद्यार्थीहरूको छुट्टीको बेलामा यिनीहरूलाई यहाँ खेल्ने टाइम पास गर्नु हुँदो रहेछ जताततै जङ्गलको बिचमा रहेछ नि त फर्पिङ गुम्बा कस्तो होस्टेलमा हुने राम्रो छ स्कुलको होस्टेल भन्दा त यहाँको होस्टेल धेरै राम्रो छ भाइ बच्चाहरूलाई पढाइमा मात्रै भन्दा पनि अब सरसफाइमा पनि त राम्रो क्वालिटी राम्रो फेसिलिटी त चाहियो नि त त्यही भएर यहाँ चाहिँ कति रमाइलो आनन्द सबै कुरा के गुम्बा हुनपर्ने ठाउँ यस्तैमा यहाँबाट चाहिँ बाहिर निस्किने ठाउँ रहेछ उनीहरूले चाहिँ आफैले सरसफाइ गर्न लुगासुगा पट्याउन सरसफाइ रहनुपर्छ भन्ने कुरा चाहिँ गुम्बामा सिकिने रहेछ स्कुलमा त अब आमा बाउले सबै जुत्ता मोजादेखि लगाएर पठाएको हुन्छ अब यहाँ भनेको चाहिँ उनीहरूले आफै सिकिने रहेछ कि आफ्नो काम कार्य सरसफाइ आफै जानिने सिकिने लामा भाइहरूले सानो बच्चाहरूलाई यसो केही खाना नास्ता खाजाहरू खुवाइराख्ने भनेर बाहिर निकालेर लिएको
फोटोको पोज करा छ हाम्रो सानो मान्छे सुपायाको खाने हाम्रो भन्ने हो ओ तना भ्रा बनाइखान त मेन्यु सेरो पसंदले हो छैन हामी चाहिँ खाजा खान लागेको है गाइजहरू हाम्रो सानो सानो लामा बाजे खाजा खाँदै हुनुहुन्छ मोमो यता मेरो मुटु नेक्स्ट टाइम फेरि आउँला मौका मिलेछ भने भेट्नलाई चाहिँ पानी परेको थियो अहिले त कस्तो राम्रो भयो आमा फुलबारीहरू फर्पिङ गुम्बातिर चाहिँ गुम्बै गुम्बा रहेछ यहाँ पनि गुम्बा हो कि घर हो कस्तो राम्रो फुल स्याड फिलिङ आयो यहाँ अब आमा भनेको आमा हो नि अनि भेटेपछि छुट्ने बेलामा आँसु झर्यो मेरो सो स्याड बाध्यता यस्तै हो परदेशी अथवा नेपालीको बाध्यता यो तितो रहेछ के गर्नु मैले खाएको हामी चाहिँ फर्केर अब फर्किङलाई बाई बाई एउटालाई यहाँ निराश भएको छ गाडी लागेर हो कि भाइसँग छुटेर हो कि के भाइलाई नै कुट्ने रहेछ भेट्दै भए झगडा गर्ने रहेछ हामी चाहिँ हिँड्यौँ है फेरि अब ट्याक्सी बुकिङ गरेर अब फेरि महाकालबारीमा पुगेपछि भेटौँ गाइज हामी चाहिँ बौद्ध आइसक्यो है फर्पिङ गुम्बा गएर फेरि बौद्ध पनि घुम्न आइसक्यो यहाँ नानी चाहिँ पढेवालाई दाना दिने क्रम छ है आजको घुमघाम कार्यक्रम सकियो हाम्रो चाहिँ 3 पुस्तक घुमेर आइसक्यो हामी चाहिँ अब भोलि फेरि यतिमै एन्ड गर्छु आजलाई भिडियो नेक्स्ट टाइम फेरि भेटौँला अनि कस्तो लाग्छ हाम्रो काठमाडौँदेखि फर्पिङसम्मको यात्रा हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि नयाँहरूले कमेन्ट छोडेर जानु होला म पनि सब्सक्राइब गरिदिनेछु हजुरहरूलाई